पनि तथा सरसफाई संस्था 16 स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्ग भएका व्यक्तिहरूलाई भोजन गराउने कार्यक्रम अन्तर्गत 16 स्थापना र यस कार्यक्रमको संयोजक गरिरहनुभएका उपाध्यक्ष श्री शङ्करज्यूले यसबारेमा केही बताउनु नै छ। धन्यवाद। हाम्रो चाहिँ सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 16औं स्थापना दिवसको अवसरमा हामीले चाहिँ नेपाल अपाङ्ग आश्रममा आएर देवीनगर स्थित खाना खुवाउने कार्यक्रम एउटा आयोजना गरेको। यो चाहिँ एउटा राष्ट्रले पनि पूर्ण रूपमा नहेरेको यस्तै सङ्घ संस्थाहरूबाट केही आर्थिक रूपमा सहयोग गरेर चलाइरहनु भएको भन्ने हामीलाई जानकारी भयो होइन। त्यही अनुरूप हाम्रो संस्थाबाट पनि एउटा सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई खाना खुवाएर यो 16औं स्थापना दिवसलाई मनाउने हामीले निधो गरे अनुसार हामीले कार्यक्रम गरिरहेको छौँ।